आहा, कति सुन्दर, कति शीतल, कति निश्चल, कति शान्त ठाउँ। हामी सहरमा बस्छौँ, अहिले सहरमा कर्म गर्छौँ। दसैँको बेलामा घरमा आउँदाखेरि घरदेखि अलिकति माथि 15-20 मिनटको बाटो यो डाँडाखर्क भन्छ। यो खर्क यो पहिला खेती गरिन्थ्यो। अहिले माइग्रेसनले गर्दा मान्छेहरू सहरमा छिरेर विदेश छिरेर यो ठाउँ अहिले बाँझो छ। तर यहाँ आउँदाखेरि छुट्टै शीतलता, छुट्टै आनन्द आउँछ। हाम्रो यो आजको हाइकिङ दसैँको बेलामा पनि अब के एक्टिभिटिज भन्दा यस्तो रहन्छ हाम्रो। र यसरी गरिरहँदाखेरि के हुँदो रहेछ भनेदेखि अब त्यो चितवन हेटौँडामा थिएन अस्तिसम्म, एउटा अट्टहास बाहिर हिँड्दा जति गर्मी हुन्छ त्यहाँ, यहाँ आइसकेपछि तपाईँको एनी टाइम एसी, जता पनि एसी, शीतलता छ, चिसो छ, साह्रै रमाइलो वातावरण छ। यहाँहरूलाई यो एकचोटि म सर र देखाउन गइराखेको छु। यो ठाउँ हेर्न सक्नुहुन्छ। यो अलि लेक हो, उच्च भाग हो। योभन्दा अझ उच्च ठाउँमा आज जाने थियो। आज हेर्नुहोस् यहाँ भिजिबिलिटी एकदम कम छ। अब यहाँ प्लेन उडाउने हो भने तपाईँको यो एयरपोर्टै खुल्दैन। हेर्नुहोस् यस्तो भिजिबिलिटी कम छ यहाँनेरि। यो यसपालाको दसैँमा त पहिला त खुलिसक्या हुन्थ्यो, यसपाला खुल्न सकेको अवस्था छैन। हामी 4 जना दाजुभाइ गाउँबाट चाहिँ यसरी यो माथि डाँडामा आएर यो शीतलता, यो सुन्दरता, यो मिठास, यो आनन्द हामी लिइरहेका छौँ। यहाँहरूलाई पनि यो ठाउँ कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। यहाँहरूलाई यो ठाउँमा घुम्न मन छ, आउन मन छ भने पनि जानकारी दिनु होला। हामी कसरी यहाँ पुग्ने भन्ने यहाँहरूलाई जानकारी दिन सक्छौँ। पर्यटकीय नगरी हो दोलखा। हाम्रो कालिङचोक, जिरी, सैलुङ, अप्पर तामाकोसी लगायत विभिन्न ठाउँहरू हामीले दोलखामा रहेको छ। त्यही मध्येमा हाम्रो यो ज्याकु वडा नम्बर 4 डाँडाखर्का